गोलकिपरले 4वटा पेनाल्टी सेभ गरिदिँदा पीएसजीले जित्यो इन्टरकन्टिनेन्टल कपको उपाधि। माडवी साफोनोभले ब्राजिलियन क्लब फ्ल्यामेङ्गोको 5वटा पेनाल्टी मध्ये 4वटा सेभ गरिदिँदा पीएसजीले कोपा लिबर्टाडोरेस टाइटल विनर क्लब फ्ल्यामेङ्गोलाई पेनाल्टी सुटआउटमा हराउँदै इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। निर्धारित समयमा यो खेल 1-1को बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको हो। पीएसजीका फर्स्ट चोइस गोलकिपर लुका सेभालियर घाइते भई रेस्टमा बसेको बेला रसियाका साफोनोभले पीएसजीलाई पहिलो ग्लोबल टाइटल जिताउन सफल भएका छन्। यो टाइटल जितेसँगै पीएसजी फुटबल इतिहासमै सेक्सटपल यानि कि फुटबल जगतभरिको उपलब्ध सबै टुर्नामेन्ट जित्ने चौथो क्लब बनेको छ। यसअघि फ्ल्यामेङ्गो, बार्सिलोना र बायर्नले मात्रै सेक्सटपल जितेका थिए। यस सेक्सटपलभित्र फ्रान्सको 3वटा टाइटल जसमा लिग 1, कोप डे फ्रान्स, ट्रफी दे च्याम्पियन्स पर्छ भने युरोपको पनि 3वटा टाइटल, च्याम्पियन्स लिग, युएफए सुपर कप र इन्टरकन्टिनेन्टल टुर्नामेन्ट पर्छन्। पीएसजीका लागि किविचा काबारसेलियाले 38औं मिनेटमा गोल गर्दा फ्ल्यामेङ्गोका लागि जर्जिनोले 62औं मिनेटमा पेनाल्टीमा गोल गरेर खेल 1-1 बनाएका थिए। त्यसपछि पालो आयो साफोनोभको। उनले साउल निगेज, पेड्रो, लियो परेरा र लुइज अराउजोको पेनाल्टी सेभ गरिदिए भने फ्ल्यामेङ्गोको लागि निकोलस डेला क्रुजले मात्रै पेनाल्टी लगाए। यता पीएसजीबाट भने उस्मान डेम्बेलेले पेनाल्टी मिस गरे भने बार्कोलाको पेनाल्टी गोलकिपरले सेभ गरिदिए। पीएसजीबाट भिटिना र नुनो मेन्डेजले मात्रै पेनाल्टी लगाए। यो भन्दा अघि कुनै पनि फ्रेन्च क्लबले इन्टरकन्टिनेन्टल कप जितेको थिएन।